माइन्डसेट के हुनुपर्छ भन्दाखेरि होइन सो हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईँहरू सबैजनालाई आजको नयाँ भ्लगमा होइन धेरै पछि फेरि पनि भ्लग लिएर आइसकेको छु तपाईँहरूको सामु उपस्थित भइसकेको छु अनि यत्रो दिन यत्रो महिना यत्रो वर्ष कहाँ हराउनु भयो भन्नु होला होइन यत्रो कपाल पाले चाहिँ नि त्यही भएर हराएको क्या कपाल पाल्न हराएको क्या मलाई थाहा छैन तपाईँहरूलाई कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको सो त्यही हो अनि हिजो चाहिँ हाम्रो टुल आएको छ नि त्यही भएर हिजो आज बिदा छ होइन अनि त्यही भएर टक्क लाएर यस्तो के क्रेभिङ हुन्छ नि क्रेभिङ हुन्छ नि त्यही क्रेभिङ भएर टक्क चटपटे बनाएको छु होइन हेर्न सक्नुहुन्छ यस्तो बवाल भयो नि कसम चटपटे खतरा भएको छ भने कसम मिठो हामीले धेरै पछि मिठो बनाएको यस्तो मिठो अनि त्यही हो यो अनि म के भन्नु यार अब त्यही हो होइन अब भ्लगमा धेरै भइसकेको थियो नि त त्यही भएर हल्का छोटो मिठो के हालिदिउँ भनेर यस्तो बनाइहालेको क्या घरमा नि कोही हुनुहुन्न अहिले माबा उता हुनुहुन्छ अरू माबा मोबाइल कोही हुनुहुन्न होइन त्यही हो कपाल चाहिँ खतरा नि फेरि होइन सो कपाल पाल्ने प्लान चाहिँ कसरी बन्यो भन्दाखेरि होइन तिहार सुरु भएको थियो अनि क्रिमन र मैले प्लान बनाएँ कपाल काट्ने भन्ने प्लान बनाएँ होइन त्यसपछि मलाई कपालको बारेमा केही थाहा छैन नि त अनि मैले कपाल एक्लै काट्न गएँ भने त खुलाएर ल्याउँछु दाटे बनाउँछु अनि त्यही भएर क्रिमनसँग जान्छु कि अहिले चाहिँ म त्यही भएर यस्तो कपाल बनाएँ नि नभए कहाँ भन्थेँ होइन क्रिमन उतापट्टि भयो म यतापट्टि भयो होइन ठ्याक्कै हामीले बोर्डर छुट्यो क्या अनि त्यसपछि मलाई त्यहाँ बोल्नु कस्तो डर लागिरहेको थियो कन्फिडेन्ट लुज भइसकेको थियो त्यहाँ त्यही भएर मैले त्यो बोलेन मलाई के थाहा थियो त्यो हानिदिनु भने होइन हान्न त मोडर्न मुलेट हान्न गएको थिएँ तर थाहा नभएर कि सर्ट मुलेट बन्यो होइन त्यही पनि ठिक छ केही छैन अनि यत्रो कपाल चाहिँ अहिले किन अहिलेसम्म पालिरहेको छ कलेज गएको छैन कि के हो भन्नु होला होइन अनि हाम्रो माइन्डसेट के हुनुपर्छ भन्दाखेरि होइन दियाले कपाल काट नभनेसम्म नकाट्ने क्या दियाले काट भन्यो भने अब अलिक हल्का हुन्छ नि लङ डिस्टेन्स हुनु पऱ्यो होइन लङ डिस्टेन्स मतलब हल्का बिस्तारै काट्ने क्या त्यही हो त्यही भएर यत्रो कपाल भयो अनि रुगालाई पनि लगाइरहेछ क्या मलाई योपालि कस्तो रुगा लाग्यो भने हप्तामा 2 चोटि लुगा लगाइछु भने निको भएर फेरि लाग्यो क्या अरू त त्यही हो फुड इज लभ बाई बाई सो हस् त नमस्ते म तपाईँको जुका ब्लग्स अब अर्को भ्लग लिएर फेरि उपस्थित हुनेवाला छु होइन त्यो चाहिँ हल्का रमाइलो यतिकै बनाएको होइन सो डोन्ट माइन्ड हल्का सपोर्ट गर्नु पऱ्यो होइन सबैजना सपोर्ट गरिदिनु होला लाइक सब्सक्राइब सेयर के हान्न मन लाग्छ सब हान्नु नभए त्यही हो बाई बाई